ल हामी एक्सपोनेन्शियल इक्वेसनको एसी एक्सरसाइजमा छौं मलाई चाहिँ क्वेशन भन त के छ के 1 को m मा के छ क्वेशन 7 को पावर m 7 को पावर m प्लस 343 अपन 7 को पावर m अपन यता साइड निकाले 343 divided by 7 को पावर m 7 को पावर m is equal to 56 यहाँ अब हामीले अहिलेसम्म के गरिरहेका थियौं त भन्दा कमन लगेर गर्ने गरिरहेका थियौं हैन के गरिरहेका थियौं कमन लिएर गर्ने गरिरहेका थियौं जस्तै यहाँ हामीले 7 को पावर m कमन लिन सक्छौं सक्दैनौं किन सक्दैनौं यो केमा छ न्युमिनेटरमा छ यो केमा छ डिनोमिनेटरमा छ हो न्युमिनेटर र डिनोमिनेटरको चाहिँ कमन लिन सकिदैन हो यसलाई हामी माथि चाहिँ लान चाहिँ सक्छौं यसलाई पनि हामी के गर्न सक्छौं न्युमिनेटरमा लान सक्छौं हामी तर के भइदिन्छ त भन्दा पावर माइनस भइदिन्छ हैन इन्डिसेसको नियमले त्यसको पावर के बनाइदिन्छ तल भएकोलाई माइनस बनाइदिन्छ पावर माइनस बनाइदियो भने त फेरि यो पावर यसको प्लस छ यसको के छ माइनस छ फेरि पनि के लिन सकिन्न त पावर प्लस माइनस भयो भने कमन लिन सकिदैन मैले कतिवटा कुरा भने दुईटा कुरा भने के एउटा अंश र हरमा कमन लिन सकिदैन सकिन्छ है सकिन्छ फरक तरिका छ है कुनै केसमा लिन सकिन्छ जस्तै हेर न यहाँ अब यहाँ 7 को पावर m प्लस 1 अपन 7 को पावर m छ भने मानौ हामीले 7 को पावर m कमन लिन सक्छौं यहाँ 7 को पावर m कमन आएपछि यहाँ 1 बच्छ प्लस यहाँ के हुन्छ त भन्दाखेरि यहाँ 7 को पावर m चाहिँ माथि कमन लिनको लागि हामीले यहाँ पनि राख्नु पर्छ यहाँ चाहिँ तल चाहिँ के हुन्छ त भन्दा 7 को पावर m into 7 को पावर m यसरी राख्नु पर्छ पहिले बुझ्यो न यसरी राख्नु पर्छ यो रे काट्यो भने त आधी उही जे छ त्यही हुने पनि त अनि अब यहाँबाट कमन लिँदा 7 को पावर m यहाँ 1 बस्ने भयो यतापट्टि के बस्ने भयो त भन्दाखेरि 7 पावर यहाँ उता गएपछि 1 का पनि 7 को पावर 2m बस्ने भयो m into m यसरी फेरि यो के हुने भयो त भन्दाखेरि कुनै अर्थको हुने नै भएन अथवा यसको फेरि यो सोलुसन छ यसको सोलुसन फेरि पनि के देखियो त भन्दा हार्ड देखियो हैन कमन लिँदाखेरि यसरी कमन त लिन सकिन्छ नलिने होइन पाइन्छ लिन पनि तर कमन लिएर खास अर्थ देखिएन के खास अर्थ देखिएन त्यसकारणले गर्दा अब तपाईहरुले के कुरा ख्याल गर्नु होला भन्दा एउटा यस्तो खालको क्वेशन चाहिँ आउँछ के यस्तो खालको क्वेशन आउँछ यदि हिसाब यो फर्मेटमा गयो भने यदि क्वेशन यो फर्मेटमा लेख्नु भयो भने हामीले यहाँ चाहिँ के न के चाहिँ सपोज गर्न पर्छ यो 7 को पावर m बराबर के सपोज गर्न पर्छ जस्तै मैले p सपोज गरे हैन लेट 7 को पावर m is equal to p अब हामी जहाँ 7 पावर m छ त्यहाँ हामी के लेख्न सक्छौं के गर्न सक्छौं त भन्दाखेरि के गर्न सक्छौं p लेख्न सक्छौं अब हामी है ल यसरी जाँदाखेरि के हुँदो त भन्दा अथवा यसले के कुराको चाहिँ हामीले सहयोग गर्छ त भन्दाखेरि अब एलसीएम लिन सक्छौं त अब हामी के गर्न सक्छौं एलसीएम लिन सक्छौं र एउटा क्वाड्रेटिक इक्वेसन बनाउँछौं फेरि पनि के बनाउँछौं फेरि क्वाड्रेटिक इक्वेसन बनाउँछौं हामीले क्वाड्रेटिक इक्वेसनको सोलुसन जानेका छौं हामीले हो कि हैन जस्तै अब यहाँ एउटा एलसीएम लियो भने यसको मुनि चाहिँ 1 छ केही छैन भने हैन अब p र 1 को एलसीएम के हुन्छ दुवै डिफरेन्ट हो हैन अथवा 1 भने त चाहिँ जसको पनि के हो मल्टिपल हो जसको पनि के हो मल्टिपल हो हैन त्यसले चाहिँ कुनै असर गर्दैन त्यसकारणले गर्दा हामीले p नै एलसीएम लिन्छौं के गर्छौं p नै एलसीएम लिन्छौं एलसीएम लिइसकेपछि के गर्ने भनेको छु मैले
तल डिनोमिनेटरको भएको अङ्कले के गर्नु त भन्दा एलसीएमलाई डिभाइड गर्ने पहिला एलसीएमलाई डिभाइड गर्ने हैन जसको हामीले एलसीएम लगेका छौं त्यसको डिनोमिनेटरमा भएकोले एलसीएमलाई डिभाइड गर्ने त्यसका नियमले p लाई डिभाइड गर्दा p नै हुन्छ अनि यो p ले गएर के गर्छ माथि गुणन गर्छ अनि p * p त के भइहाल्छ p स्क्वायर भइहाल्छ प्लस अनि p ले p लाई फेरि उही पर्किदिया अघि यसको एलसीएम लगाएको थिए त्यो भएर अब यो p ले फेरि डिनोमिनेटरले एलसीएम लाई डिभाइड गर्दा p ले p लाई डिभाइड गर्दा 1 हुन्छ 1 ले 343 लाई मल्टिप्लाई गर्दा फेरि के हुन्छ 343 नै हुन्छ अनि इक्वल टु कति हुन्छ त भन्दा 56 हुन्छ यसरी हेर्दा के लेख्यो त भन्दा p स्क्वायर प्लस 343 इज इक्वल टु 56 p भयो बुझ्या छ अब यसलाई हामीले सबैलाई एकै साइड बनाउँदाखेरि p स्क्वायर माइनस 56 को पावर p प्लस 343 भने त यो त क्वाड्रेटिक इक्वेसन भइहाल्यो हैन क्वाड्रेटिक इक्वेसन भयो नि यो वर्ग समीकरण घातांक 2 भएको इन्डिसेस 2 भएको ठीक छ क्वाड्रेटिक इक्वेसन को अब यसलाई हामीले चाहिँ के गर्न पर्ने त हो त हामी खण्डीकरण गर्न पर्ने भो खण्डीकरण गरे पनि हुन्छ दुवैतर्फ स्क्वायरिङ अन बोथ साइड हैन त्यसपछि अर्को चाहिँ बाइ फर्मुला a स्क्वायर प्लस bx प्लस c सँग अघि अप्सन म्याथमा त्यहीबाट गरेको थिएँ यहाँ पनि त्यहीबाट त्यताबाट पनि गर्न सकिन्छ तर अब खण्डीकरण अलि छोटो छ त्यसकारण त्यही नै युज गर्ने यसलाई खण्डीकरण गुणन गर्दा 343 हुने जोड्दाखेरि कति हुने 56 हुने हैन 343 लाई डिभाइड गर्दै जानु पर्यो यहाँ बिजोड छ लास्टसम्म यसका कारण जोडले जाँदैन होला हैन बिजोडले नै जान्छ कति जान्छ 7 ले ट्राई गर्यो 49 into 7 49 into 7 भनेको 343 हो अनि 79 र के ले 49 र 7 जोड्दा कति हुन्छ 56 आइहाल्यो नि हैन ल p स्क्वायर माइनस 49 प्लस 7p प्लस 343 बराबर 0 और p स्क्वायर माइनस 49p माइनस 7p प्लस 343 ठीक छ ल p कमन आयो अब दुई दुईटा जोडी बनाउने हैन जोडी बनाउँदा यहाँ p कमन आयो के बच्छ यतापट्टि p माइनस 49 माइनस यतापट्टि 7 कमन आउने भइहाल्यो किनकि 7 चाहिँ 343 को के हो एउटा फ्याक्टर हो हैन भाग जान्छ नि त्यसले त्यसमा 7 कमन आउने भयो यहाँ पनि p माइनस कति बच्छ त भन्दा 49 हुन्छ 7 ले 343 लाई डिभाइड गरेर 49 हुन्छ ठीक छ इक्वल टु 0 यहाँ पनि p माइनस 49 उतापट्टि पनि p माइनस 49 सो वी क्यान टेक कमन हैन 8 ठीक छ p माइनस 49 अनि त्यसपछि उतापट्टि के बचिया छ p यतापट्टि कति बचिया छ 7 इक्वल टु 0 ल अब यहाँ हामी के गर्न सक्छौं त भन्दा यस्तो कन्डिसनमा यो दुईटा चाहिँ फ्याक्टरहरु पत्ता लगाइसकेपछि ती दुईटा फ्याक्टरलाई हामी क्रमैसँग यतापट्टि 0 सँग इक्वल गर्छौं हैन p माइनस 49 हो अनि p बराबर के हुने हो प्लस 49 यही आन्सर हो होइन p भने त के हो फेरि 7 को पावर यहाँ हो हैन अब यसलाई के गर्ने substituting value of substituting value of p and value of p सक्यो value of p भने 7 पावर m 49 भने त 7 पावर 2 7 7 p इक्वल m बराबर 2 again p minus 7 is equal to 0 p is equal to 7 हैन again हैन substituting क्या हो यो सबको लागेर आउँछ भ्यालु अफ p परिवर्तित गर्ने काम गर्दैन ल
p भनेको 7 को पावर m बराबर 7 फेरि पावर जनरल कति हुन्छ 1 हुन्छ देयरफोर m बराबर 1 है देयरफोर m इज इक्वल टु 1 2 m छ हामीले m को मान निकाल भनेको थियो बुझ्यो कुनै समस्या छ छैन ओके